मध्यपूर्वमा अहिले अमेरिका, इजरायल र इरान बीच ठूलो सैन्य तनाव बढेको छ। यो तनाव बिस्तारै ठूलो युद्धको दिशातर्फ बढिरहेको देखिन्छ। इरानको परमाणु कार्यक्रमलाई लिएर इजरायल लामो समयदेखि चिन्तित थियो। इजरायलले इरानको सैन्य संरचनामाथि आक्रमणको योजना बनायो। रातको समयमा इजरायली जेटहरूले इरानका केही सैन्य अड्डामा हमला गरे। अमेरिकाले पनि आफ्ना सैन्य अड्डाबाट इजरायललाई सहयोग गर्यो। आक्रमणको जवाफमा इरानले मिसाइल र ड्रोन प्रहार सुरु गर्यो। इरानले 100 ड्रोन इजरायलतर्फ पठाएको रिपोर्ट आयो। इजरायलको एयर डिफेन्स सिस्टमले धेरै मिसाइल आकाशमै रोकेको देखियो, तर केही आक्रमणले सैन्य संरचनामा क्षति पुर्यायो। यो युद्ध अन्य मध्यपूर्व देशहरूमा पनि फैलिने डर बढेको छ। अमेरिकी सैन्य अड्डाहरू पनि उच्च सतर्कतामा राखिएछन्। Copy. Perimeter teams report status. विश्वको धेरै तेल स्ट्रेट अफ होर्मुजबाट आपूर्ति हुन्छ। युद्धका कारण यहाँ जहाज आवागमनमा जोखिम बढेको छ। यसले विश्व बजारमा तेलको मूल्य बढाउने खतरा देखिएको छ। संयुक्त राष्ट्र संघमा युद्ध रोक्न बैठकहरू भइरहेका छन्। विश्वभर धेरै मानिसहरूले युद्धको विरोध गरिरहेका छन्। युद्धले सर्वसाधारण मानिसहरूलाई सबैभन्दा धेरै असर पुर्याउँछ। धन्यवाद, म बर्दाश्त गर्छु। यदि युद्ध अझ फैलियो भने विश्वव्यापी सङ्कट आउन सक्छ। त्यसैले अहिले विश्वले शान्ति र वार्ताको अपेक्षा गरिरहेको छ।